हिंसालाई अन्त्य गर्ने हो भने समाजलाई जगाउनुपर्छ। समाज जाग्नुपर्छ क्या, समाजमा जाग्नुपर्छ। महिलाहरू पनि मान्छे हुन्, महिलाहरूमा पनि हैसियत छ, महिलाहरूको पनि मानव अधिकार छ भन्ने त्यो चेतना प्रत्येकमा ल्याए त हुन्छ। अब चेतना त हाम्रो सासूकै हुँदैन बुहारी उप। आजकल त फेरि बुहारीबाट पनि सासू प्रताडित छन्। सासू पनि मेरो श्रीमानको आमा हो, अलिकति त मेरो पनि आमाको चाहिनुपर्छ भन्ने बुहारीमा पनि चेतना आउँदैन कहिलेकाहीँ। त्यसले गर्दा दुर्घटना हुन्छ। त्यस्तो भएको चाहिँ छ। र म अर्को कुरा के भन्न चाहन्छु भने हर मुलुकको आफ्नो एउटा परम्परा हुन्छ। फ्रिडमको नाउँमा आफ्ना परम्परालाई पनि छोड्नु हुँदैन, बिर्सिनु हुँदैन। थरुनी महिलाहरू छ भने एक दिन, हप्तामा एक दिन थारू ड्रेस लगाऊ न, मेरो चाहिँ भन, त्यो पहिचान हो। कुनै जातका महिला हुन्, आफ्नो एउटा ड्रेस गौरवको कुरा हो नि। आफ्नो भाषा पनि बिर्सिनु हुँदैन, आफ्नो खानपान पनि बिर्सिनु हुँदैन, आफ्नो ल्याङ्ग्वेज त्यो त मौलिक हो नि त, मुलुकको मौलिकता हो। परिवर्तनको नाममा सबै कुरो छोडेर हिँड्न पनि हुँदैन। त्यसो हो भने त मुलुकै हराउँछ। हाम्रो खानपान भनौँ न, मलाई एकदम खुसी लागेको चाहिँ नेवारहरूको, नेवारीहरूको, तिनले आफ्नो कल्चर छोडेको छैन। त्यो आफ्नो परम्परा उनीहरूले छोडेको पनि छैन, पालन गरिरहेको छ हैन। राम्रो छ। हुन त अब त्यो न्याय विकासिनी भन्ने पढ्नुहोस् न जयस्थिति मल्लको। यसो हेर्ने हो भने आजको भन्दा राम्रो न्याय विकासिनीमा महिलाको लागि देखिन्छ। डेभलपमेन्ट कानुन त्यति राम्रो छ त्यहाँ। त्यो बेला पनि त्यस्तो छ। नेवारी कल्चरमा एउटा चाहिँ छ। त्यतिखेर तपाईँलाई के अरे विवाहहरू अर्को ठाउँमा भएन भने विवाह हुन सक्ने, दोस्रो विवाह महिलाको पनि हुन सक्ने।